गुरुङ सामुदायिक भवन गुरुङ संग्रहालय रोल्पा। हामी चाहिँ यो रोल्पाको गुरुङ संग्रहालयबाट देखिने वरिपरिको दृश्यावलोकन गरिरहेका छौँ। यहाँबाट सिधै पारिपट्टि तल देखिने यो झुरुप्प घरहरूको गाउँ चाहिँ यो रोल्पा जिल्लाको सदरमुकाम लिबाङ हो। लिबाङबाट अलि माथि गुरुङ गाउँ भन्ने ठाउँमा हामी आइपुगेका छौँ। वारिपारि पहाडी डाँडाकाँडा जङ्गलले सजिएका दृश्यावलोकन गर्न पाइन्छ। यो अगाडि देखिएको गुरुङ संग्रहालय